अब के गर्ने दुःखले गर्दा बस्नु पर्यो हजुर दुःख भुक्तानी गर्नै पर्यो एकदम दुःख धेरै छ यो ठाउँमा तर पनि सरकारको ध्यान गएको छैन स्थानीयवासीले दुःख पाएका छन् साना नानी बाबुहरू पढ्नको लागि विद्यालयमा राम्रो व्यवस्थापन छैन जम्मा 5 कक्षासम्म यहाँ पढ्ने यहाँबाट अब जाने बाबु एकातिर आमा एकातिर भएर नानीले पढ्दिन्न हजुर यहाँ बसिराखेको नानीले केही थाहा पाउँदैन तल हजुर अब बच्चा गयो तल गएर अब आज गयो भोलि पर्सिबाट फेरि यतै धरपातनतिर फर्केर आइदिन्छ नानी त्यत्तिकै पिछुड्या हजुर हामी अब तल गएर बस्ने अब पहिलेदेखि यहीँ बसिराखेको अब तल जाने हजुर मनै गर्दैन मन पनि गर्दैन तल गएर खर्च धेरै हुन्छ खर्च धेरै पनि छ हजुर अब यहाँ अलि यो दुखी ठाउँ हो हजुर अलि दुःख सुख गरेर खान पाइन्छ हजुर वहाँ सुख दुःख गरेर खान अलि मुस्किल छ एकदम सबै कुरा किनेर खानुपर्ने हो हजुर यहाँ हाम्रो खेतीपातीबाट उब्जिन्छ अझैसम्म सिबीको दाल खानु छ अझैसम्म अब जाने आलुको तरकारी खाने किन्न पर्दैन हजुर सागसब्जी त अब सुक्खा साग खाने हो हजुर बर्खा साग अब बर्खा मात्रै हुन्छ यहाँ आलु चाहिँ राम्रै हुन्छ है आलु राम्रै हुन्छ हजुर हुन्छ बाजे अब समय दिनुभयो तपाईँ काममा व्यस्त हुँदा पनि हामीलाई समय दिनुभयो त्यसको लागि हजुरलाई विशेष धन्यवादका शब्दहरू दिन चाहन्छु र अन्तिममा जाँदा के भन्न चाहनुहुन्छ हाम्रो यो भिडियो हेर्ने दर्शकहरूलाई यो चाहिँ हाम्रो भिडियोलाई अब जाने सुने जतिले देखे जतिले सबजनाले सेयर गरिदिएर हाम्रो यसो दुःख मर्म बुझ्ने कार्यक्रम गरिदिनु होला हजुर भन्दै म पनि अब हली मान्छे बिदा चाहन्छु ल सब दुनियाँलाई नमस्कार हस् त नमस्कार